पऱ्यो 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 माछा माछा आधी केजीको यो पनि फाइनली एक छाक हुन्छ मजाले ठ्याक्कै आधी केजीको यार। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भ्लग। आज पनि म सिंहटारबाटै उपस्थित हुँदैछु नयाँ भिडियोको साथमा। ठ्याक्कै 6 बजे हाम्रै खुट्टा मर्क्यो, लगभग ठ्याक्कै 6 बजे छ। हामी चाहिँ आज नै आइसकेको छौँ गाउँछोर। टक्क हाम्रो जाल चाहिँ यहाँ माथिबाट छ है। सो गाइस, यो भ्लगलाई पनि लास्टसम्म हेरिदिनु होला। यसरी शीत झारी नै छ, यसरी झर्नुपर्छ। अलिक अँध्यारो नै रहेछ हो। है त गाइस, तल खोला पुगेर भिडियो बनाउनु पर्यो। पहिलो जाल निकाल्दै हुनुहुन्छ, हेरौँ कति पर्ने रहेछ आज। छ कागुवा खोला है, ठ्याक्कै त्यसको अपोजिट अपोजिट जस्तोमा छौँ हामी तल। लास्टै पर हान्दैन त मैले, हिजै अड्किसकेको थियो। अब अड्केपछि निकाल्न अलिक अप्ठ्यारो हुन्छ बिस्तारै। निकल गया मछली, निकल गया। सुरुमै अशुभ लाग्यो। प्लिज घाट 2 केजीको निस्किनु थियो क्या, छैन माछा मात्र होला जस्तो छ आज पनि। जाल चाहिँ याद गर्नु पर्यो, कता कता थियो। यसमा पनि परेन माछा भने त्यस्तै भयो गाइज। तलतिर 20-30वटा उठाइसक्यो, एउटा परेको छैन। अब आस भनेको यहीँ हो, एउटा 2टा 3टा, यहाँ 4वटा छ क्या अरे, यहीँ हो। हेरौँ है त। अस्ति यहाँ एउटा कत्ले परेको थियो, आज त्यही पनि छैन कि हो। के हो, ढुङ्गा हो के पर्यो त्यो। आज परेन भने यो एरियामा जिन्दगीमा आइन्न ल। यस्तो हावा हावा यार। हुन्छ नि अरू एउटा तरिका, माछा एउटा पर्दैन भने के भएको भने कहाँ लागिरहेछ यार। यत्रो खोला ठुलो, यत्रो खोला, खतरा ठुलो पर्यो। आमा ठ्याक्कै आधी केजीको यार। फाइनली परे पुरै हल्लिरह। खतरा फाइनली एक छाक हुन्छ मजाले। त्यहाँनिर पऱ्यो क्या हो। जस जाल ठुलो भएकोले ठुलो पर्यो। निकाल्दै हुनुहुन्छ है गाइस, हेरौँ है। पऱ्यो 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 ल बल्ल यार। तपाईँहरूलाई माछा पर्ला जस्तो लाग्छ? ल हेर्नुहोस्, अब निस्किन्छ 7 केजीको भनेको झन्नै आधी केजीको परेछ यार। यहाँ होला कि नहोला गाइस, आधी जाल त आइसक्यो है। हेरौँ है, हेरौँ है। मेरो विचारमा माछा छ जस्तो लागिरहेछ है। त्यो कालो ढुङ्गा हो कि माछा हो? ओइ ओइ, निकालौँ निकालौँ। माछा हो कि ढुङ्गा हो? ल ल ल, ओइ 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 ओइ, माछा माछा देख्नु गाइस। यत्रो यहाँनिर छ क्या, देख्नु नि। माछा पर्यो, माछा पर्यो।
निकाल्न गाह्रो पऱ्यो ढुङ्गा मात्रै अड्क्यो होला त्यही डोरी जाला नि फेरि अहिले ओइ 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 आधी केजीको यो पनि माकुरी अच्छा हिजो चाँडै परे जस्तो छ यो यहीँ छोडिदिनु झन्डै 2 बित्ताको छ हौ माछा माछा यी ट्याक्ट्याकै आधी केजीको बबाल छ यार बबाल दामी ल गाइस यो लास्ट हो के लाग्छ तपाईँहरूलाई पर्छ जस्तो लाग्छ कि जस्तो लाग्छ कि जस्तो लाग्छ कमेन्ट गर्नु कमेन्ट ढुङ्गै खुस्किहालेछ नि त नत्र त त्यहाँबाट बजा आउने बित्तिकै फ्याक्टै पर्छ यार सो गाइस भिडियो अन्तिम भएकोमा थ्याङ्क यू सो मच है यस्तो छ खोला एकदमै भयङ्कर छ है भनेको एउटा दुईटा तीनटा पर्यो तर दुईटा गतिम्लो पर्यो ठुलो जाल हुनुको फाइदा चाहिँ ठुल्ठुलो पर्दो रहेछ क्या दामी जस एउटै बिना फर्किन्छ कि जस्तो लागेको थियो पर्यो होइन त्यसैमा खुसी लगभग 1 केजी त इनफ भयो 1.5 केजी फेरि आउनुपर्छ है अब पारी जाने प्लान छ हाम्रो पर्ला कि भन्ने हो यता चाहिँ केटाहरूले यसो छासाक सुसुक हान्छ त्यो भएर अलि माछा पर्न अलिक गाह्रो रहेछ जस यो छिङ्खुवा साइडमा अलिकति हानेको भए धेरै पर्ने सो गाइस थ्याङ्क यू सो मच बाई बाई